सुर्खेत जिल्लाको औलचेङबाट लिएको भिडियो। यो भैरव मावि औलचेङ स्कुल हो। यो त्यसै गरी यो औलचेङबाट पारीतिर देखिने पूर्वतिर देखिने पहाडी भूभाग, जसलाई चिङाड गाउँपालिकाको 1 नम्बर वडा अन्तर्गतका गाउँहरू भनिन्छ। त्यहाँका भित्रका गाउँहरूका नाम त मलाई थाहा छैन। यो औलचेङकै तल्लो भूभाग हो। यता वारिपट्टि देखिने पारीपट्टि देखिने त्यो लेकबेसीको भूभाग हो। यो चाहिँ चिङाड नै भयो। त्यसै गरी यो औलचेङकै गाउँ हो। यो पनि बर्खामा एकदमै राम्रो मौसम छ। मकैहरू फुलेको छ। आकाश खुलेको बेला प्राय मैले आफूलाई एकदमै मनोरम लागेर एउटा न एउटा भिडियो बनाउने गर्छु। यो भिडियो एकदमै राम्रो बनाउन खोजेको। बर्खामा कुनै कुनै दिन आकाश खुलेको बेला यस्तो किसिमको दृश्य देखिन्छ र एकदमै रमाइलो देखिन्छ।